हेलो साथीहरू, दर्शन सबैजनामा। हामी चाहिँ अब ललितपुरबाट झापै झर्दैछौँ है त। साउन महिनामा ठ्याक्क झापा झर्ने भयो गर्मी खानका लागि। अब चाहिँ मेरो झापाकै मात्रै भ्यूहरू आउँछ है त। अबदेखि ललितपुरको सक्यो। यो चाहिँ हो ऐनै ऐना भएको ठाउँ, सेती देवी के भन्छ त्यो थाहा भएन, बिर्सिसकेँ मैले। अनि सरर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 
झापा। अब हेर्नु है कोशी नदी कस्तो मजाको देखिन्छन्। हरियाली मौसम छोडेर अब आयो गर्मीको मौसममा हजुरहरू कता कताबाट हेर्दै हुनुहुन्छ भन्नु है त। हेर्नु है अब कोशी नदी कस्तो राम्रो देखिएको छ। अब यहाँदेखिबाट हामी कोशी प्रदेश छिर्यौँ। यो कोशी नदी कस्तो राम्रो देखिएको छ, ठुलो विशाल छ, विशाल कस्तो राम्रो देखिएको छ है त। अनि हजुरहरू के गर्दै हुनुहुन्छ नि? खाना खानु भइसक्यो? मैले चाहिँ खाना खाइसकेँ। अस्ति आएको भिडियो अहिले हाल्दैछु। सन्चो नभएर गाह्रो भयो, ज्वरो आएको है भएर। हजुरहरू सन्चो हुनुहुन्छ नि? धन्यवाद भिडियो हेरिदिनु भएकोमा।